नमस्कार। आजको भिडियोमा चाहिँ तपाईहरुले ज्योतिष पुञ्जको सफ्टवेयरबाट चिनाको कागजमा कसरी चाहिँ चिना सार्न सक्नुहुन्छ भन्ने कुरा म जानकारी दिन गइरहेको छु। जुन यस्तो खाली चिना हुन्छ यसमा चाहिँ तपाईले यो कम्प्युटरमा देखाएको अनुसारको कसरी भर्ने त हैन। अब नबिगारिकन कसरी भर्ने, कोही नयाँ विद्यार्थी हुनुहुन्छ उहाँहरुलाई कन्फ्युजन हुन सक्छ। कसरी भर्न सकिन्छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई यहाँनिर डिटेलमा सिकाउँछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। फर्स्टमा चाहिँ अब तपाईहरुको यहाँ श्री साली वाहनीय साके भनेर खाली ठाउँ देख्नुहुन्छ हैन। अब यो खाली ठाउँमा चाहिँ जहाँ सफ्टवेयरमा तपाईले राइट साइडमा देखिराख्नु भएको छ स्क्रिनमा त्यहाँ जुन छ नि जुन 1948 भनेको छ त्यो लेख्ने है। अनि श्री वीर विक्रमादित्य सम्वत भनेको छ त्यहाँ के लेख्ने भन्दाखेरि जुन विक्रम सम्वतमा जन्मेको मान्छे हो 2083 त्यहाँ सफ्टवेयरमा पनि देखाइरहेको छ 2083। त्यसपछि ईसवीय सन् भनेको छ ईस्वी सम्वत कुन हो त्यहाँ सफ्टवेयरमा पनि देखाइरहेको छ 2026 भनेर है। अब अत्रास्मिन वर्षे भनेको छ अनि त्यसपछि त्यहाँ तपाईले देख्नुहुन्छ यो टेक्स्टहरु चाहिँ सफ्टवेयरमा एउटा कलरको हुन्छ, खाली ठाउँको टेक्स्टहरु चाहिँ फरक कलरको हुन्छ है। त्यो हेर्नु हो भने तपाईहरुलाई कन्फ्युजन हुँदैन। वर्षे अनि त्यसपछाडीको पढ्ने नाम संवत्सरे। अब यही फर्मेटमा लेख्नुहुन्छ भने त सर्ल सार्न तपाईहरुलाई सजिलो भइहाल्यो। यदि तपाईहरु चाहिँ अरु फर्मेटमा लेख्दै हुनुहुन्छ, बाहिर बजारमा किनेको फर्मेटमा लेख्दै हुनुहुन्छ भने तपाईले पहिला यो अगाडिको लाइन पढ्ने अनि पछाडीको लाइन पढ्ने अनि खाली ठाउँमा के लेख्ने भन्दाखेरि सफ्टवेयरमा हेर्ने, यसो विचार गर्ने वर्षे नाम संवत्सरेको बीचमा के लेख्ने भन्दा त्यहाँ जे देखाएको छ नि त्यहाँ रौद्र भनेर देखाएको छ, यसरी रौद्र भनेर तपाईले लेख्दिनु। त्यसपछि अब यहाँ श्री सूर्य भन्यो हैन। अब यो खाली ठाउँमा चाहिँ भर्ने ठाउँ होइन, फेरि यो चाहिँ तपाईको अलिकति स्पेस राखा हो हैन। अरुमा चाहिँ जोडिएको पनि हुन सक्छ, धेरै खाली पनि हुन सक्छ, त्यसमा तपाई कन्फ्युज नहुनु होला। अनि त्यसपछि अब यहाँ सूर्य र अयने भनेर आयो नि त। सूर्य र अयने आइसकेपछि कुन अयन हो त तपाईलाई थाहा छ भने त थाहा छँदैछ, थाहा छैन भने सफ्टवेयरमा त्यहाँ देखाएको छ उत्तर भनेको चाहिँ उत्तरायणको बेलामा यो मान्छे जन्मेको रहेछ, उत्तर अयने भनेर लेखियो हैन त। अनि त्यसपछि ऋतु भनेर यहाँ जुन छ अयने पछाडी यहाँ खाली ठाउँ हो ऋतु हो। ऋतु कुन ऋतुमा जन्मे त्यो मान्छे भन्दाखेरि ग्रीष्म। अब यही तरिकाले तपाईले सबै कुराहरु यहाँ भर्नी हो। अब यहाँ भनौं चन्द्रमा आनेन अब कुन महिना हो त्यहाँ जुन सफ्टवेयरमा देखाइरहेछ मासे भन्दा अगाडि जुन महिना लेखा छ नि त्यहाँ तपाईले त्यसलाई सर लाएर यहाँ यसरी सार दिने हैन। यसरी सार दिइसकेपछि त्यहाँ जे तरिकाले सफ्टवेयरमा अरु डिफरेन्ट कलरमा यो टेक्स्ट यहाँ प्रिन्ट भएको टेक्स्ट एउटा कलरमा हुन्छ सफ्टवेयरमा पनि, खाली ठाउँमा भरेको टेक्स्ट अर्को डिफरेन्ट कलरमा हुन्छ। त्यो अनुसार तपाईले सार्नुभयो भने तपाईहरुलाई त्यो समस्या नहुने हो हैन। अनि मासे भन्यो त्यसपछि पक्ष भन्यो। अब यहाँ पक्ष कुन पर्यो भन्दाखेरि कृष्ण पक्ष पर्यो, त्यहाँ कृष्ण पक्ष पर्यो हैन। त्यसपछि बार कुन पर्यो आइतबार भनेर त्यहाँ लेखा छ। तपाई अब आइत रवि जे लेख्नुहुन्छ तपाईको विचार हो, त्यसरी लेख्नुस्। अनि तिथि कुन पर्यो त्यहाँ हेर्नुस् पञ्चमी। यस्तो तरिकाले यो जुन यो डिटेल छ नि यति यहाँसम्मको यो ग्रह स्पष्टसम्मको यो चाहिँ तपाईहरुले यो तरिकाले भर्नुस् है त। यो तरिकाले सर त्यहाँ हेर्दै भर्नु। भर्दाखेरि अब त्यो नम्बरहरु लेख्दाखेरि तपाईहरुलाई कन्फ्युजन हुन सक्छ। तिथि भयो अब घट्यादि भनेको छ फेरि हैन। यो भने चाहिँ के हो भन्दाखेरि पञ्चमी तिथि चाहिँ कति घडीसम्म त्यो दिनमा छ त भन्दाखेरि 11 घडी अनि त्यसपछि तपाईको 56 पला अनि त्यसपछि पर अथवा तत् लेखेको हुन्छ है। पर कुन छ यहाँ षष्ठी भनेर लेखा छ नि। अब पर षष्ठी यसरी लेख्ने। अब यहाँ चाहिँ तपाईको पर पनि हुन सक्छ तत् पनि हुन सक्छ। तपाईको चाहिँ के भनेको छ भन्दाखेरि 11 घडी 56 पला चाहिँ यो दिनमा पञ्चमी तिथि छ, त्यसपछि षष्ठी तिथि भनेको छ है। अब यो दिनमा चाहिँ दिनभरि नै पञ्चमी तिथि थियो, रातभरि नै दिनभरि नै बेलुकासम्म भोलिसम्म पञ्चमी तिथि छ भने चाहिँ के लेखेको हुन्छ भन्दाखेरि 11 घडी 56 पलामा चाहिँ पञ्चमी तिथि भयो त्यो दिनको हैन, अथवा कति घडी कति पला छ त्यो तिथि भयो। त्यसपछि पनि पञ्चमी तिथि नै छ भनेर पञ्चमी नै आउन नि सक्छ यहाँ। कहिलेकाहीँ पञ्चमी षष्ठी आउँछ, कहिलेकाहीँ चतुर्थी पञ्चमी आउँछ, कहिलेकाहीँ चौथी पञ्चमी यो तरिकाले आउन सक्छ।
त्यस पछाडि अर्को नक्षत्र घट्यादी भनेर आयो। अब नक्षत्र घट्यादीमा पनि तपाईँको सुरुमा तिथि लेख्नुभयो, त्यस पछाडि यहाँ तपाईँको नक्षत्र लेख्नु पर्यो। मेन नक्षत्र चाहिँ कुन हो भन्दाखेरि शतभिषा, त्यो दिनको मेन नक्षत्र शतभिषा नक्षत्र भयो। अनि त्यस पछाडि तपाईँको शतभिषा नक्षत्र कति बजेसम्म छ भन्दाखेरि चाहिँ तपाईँको पर 18 घडी 38 पला 20 पिपला चाहिँ शतभिषा नक्षत्र। त्यस पछाडि पर पूर्व भाद्रपदा भनेर यसरी लेख्न सक्नुभयो। यो सानो अक्षर लेख्नु होला, मैले अहिले गर्दा ठुलो भयो हटेन। अनि त्यस पछाडि नक्षत्रस्य जन्म समय भुक्त घट्यादी भन्नु अरे। भुक्त घट्यादी भनिसके पछाडि फेरि त्यहाँ हेर्ने 7 अनि 31 अनि तपाईँको 28 यसरी राखिदिएको हुन्छ है। अनि भवो घट्यादी भन्यो, त्यहाँ भवो घट्यादी त्यहाँ जति छ त्यही राख्ने, 60 तपाईँको 43 अनि 22। अनि त्यस पछाडि तपाईँको प्रसङ्गादय तत्कालिक होइन। अब के योग थियो भन्दाखेरि चाहिँ सौभाग्य योगे, त्यहाँ हेर्ने सौभाग्य योगे कुन करण छ त्यहाँ हेर्ने, गर करणे इति पञ्चाङ्ग भनेको चाहिँ त्यो दिनको पञ्चाङ्ग, यो त्यो मान्छे जन्मेको दिनको पञ्चाङ्ग भनेर यति कुराले बुझ्यो होइन। त्यस पछाडि अब के बुझ्नु पर्यो भन्दाखेरि तपाईँहरूले अथ सौरमानेन मासोत्तमे मासे भनेको चाहिँ अब महिना कति प्रकारले लेखिन्छ चिनामा भन्दाखेरि 2 प्रकारले लेखिन्छ। एउटा सूर्यको अनुसार लेखिन्छ, एउटा तिथि अथवा चन्द्रमाको अनुसार महिना लेखिन्छ होइन। अब यहाँ चाहिँ सौरमानेन मासोत्तमे मासे, अब सफ्टवेयरमा हेरेर लेख्दै हुनुहुन्छ भने त त्यहीँबाट सार्न सकिहाल्नु हो। नभए कुन महिनामा मान्छे जन्मियो, आषाढ महिनामा, यसरी आषाढ मासे लेख्ने है। अनि यो जुन माथिको छ नि त्यो लेखिसके पछाडि यो लेख्दाखेरि तपाईँलाई यता पनि माथि महिना लेखिसके हुन्छ, सजिलो हुन्छ। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि माथिको महिना चाहिँ तपाईँको चान्द्रमानेन भनेको छ नि यहाँनिर, जुन हाम्रो यहाँ चान्द्रमानेन भनेको छ नि, कहिलेकाहीँ चाहिँ यहाँ जेठ पनि हुनसक्छ कि, किनभने जेठको शुक्ल पक्ष चाहिँ असारको अब 8-9 गतेसम्म पर्न सक्छ कहिलेकाहीँ। त्यो बेलामा चाहिँ यहाँ चाहिँ जेठ आयो, यहाँ चाहिँ असार आयो भनेर तपाईँहरू झुक्किन परेन। चन्द्र मानेन भनेको चाहिँ तिथि अनुसारको महिना भयो, सूर्य मानेन भनेको चाहिँ सूर्य अनुसारको महिना भयो। अनि त्यस पछाडि गत दिनेछु भनेको चाहिँ अब कति गते जन्म्यो भन्ने कुरा जनाउँछ यसले चाहिँ होइन। अब यहाँ जन्म्यो मान्छे 21 गते। अब इस्वीय मास भनेको चाहिँ अङ्ग्रेजी महिना कुन हो भन्दाखेरि जुलाई। कति तारिक हो भन्दाखेरि जुलाईको यहाँनिर तारिक लेख्ने ठाउँ छ तपाईँको, जुलाईको आज 5 तारिक भनेर यसरी लेखिदिने। अब अत्र आइतबार अरे। अब यो बारमा के कन्फ्युज हुन्छ भन्दाखेरि मान्छे राति 12 बजे जन्मियो, सफ्टवेयरमा चाहिँ 12 मानौँ आज राति 12 बजे पछाडि भोलि 3:30 बजे बिहान मान्छे जन्मियो, सफ्टवेयरमा चाहिँ आइतबारै देखाउँछ, मान्छेले भन्दा चाहिँ सोमबार हुन्छ भनेर मान्छे कन्फ्युज हुन सक्छन् यो बारमा चाहिँ। तर ज्योतिष अनुसार चाहिँ भोलि बिहानको सूर्योदय नहुँदासम्म आइतबारै मानिन्छ, यो मान्छेको जन्मबार आइतबारै हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ आइतबारै लेख्ने नियम हुन्छ। तपाईँलाई 2टा बार लेख्नु पर्यो भने तपाईँले यसो यहाँ कोठासोठा केही दिएर यसरी यहाँनिर लेखिदिन सक्नुहुन्छ है त्यो चाहिँ। त्यस पछाडि तपाईँको अनि प्रामाणिक प्रवादन समय भनेको छ नि यहाँ। अब यहाँ चाहिँ कुन समय लेख्ने भन्दाखेरि जुन तपाईँको 1 बजेर कति मिनटमा जन्मेको थियो मान्छे, त्यसलाई चाहिँ अब ज्योतिषमा लेख्दाखेरि 1, 2 भन्दा पनि 13, 14 भनेर जान्छौँ हामी। त्यसरी चाहिँ 13, 27, 30 यति बजे यो मान्छे जन्मियो। स्थानीय समयानुसारेण सूर्योदयाद इष्टघटी भनेको छ यहाँ है। सूर्योदयाद इष्टघटी भनेको चाहिँ त्यो दिनको त्यो मान्छे जन्मिँदाको इष्टघटी हो, जुन चाहिँ इष्टकाल साधन गरेर तपाईँले इष्टघटी निकाल्नुहुन्थ्यो त्यो चाहिँ यही सफ्टवेयरमा निकाल्दै हुन्छ, तपाईँले त्यो यहाँ सार्दा भइहाल्छ। 26 अनि त्यस पछाडि 9 अनि 47 भनेर यसरी देखाइदियो। अनि त्यस पछाडि अब लग्न साधन तपाईँले गर्नुभएको छ भने त आफ्नै अनुसार लेख्दा अब नभए सफ्टवेयरबाट हेर्दै हुनुहुन्छ भने यहाँ जुन देखाएको छ वृश्चिक लग्नमा यो मान्छेको जन्म भयो। अनि त्यस पछाडि अर्को भनेको तपाईँको सिंह नवांशमा चाहिँ यसको सिंह लग्न भयो। अनि त्यस पछाडि यसको चाहिँ कुम्भ राशि भयो।
अनि त्यस पछाडि यसको अरू के भयो भन्दाखेरि चन्द्रमसी कुम्भ राशि गते चन्द्रमसी भनेको चाहिँ जुन राशिमा चन्द्रमा बसेका छन् त्यो मान्छेको त्यही राशि भयो भन्ने कुरा हो है। अनि तपाईँको अर्को यहाँनिर के रह्यो भन्दाखेरि एवं विधि पञ्चाङ्ग शुद्धे। अब देशे भनेको चाहिँ कुन देशमा मान्छे जन्म्यो कुन देश अनुसारको तपाईँले चिना बनाउँदै हुनुहुन्छ है, त्यही देश लेख्ने। यहाँ नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया जे हो त्यही लेख्ने। नेपाल देशे, प्रदेश भनेको चाहिँ कुन प्रदेश हो अथवा जिल्ला के हो होइन, प्रदेश। अनि यहाँ चाहिँ प्रदेश लेख्ने, यहाँ मण्डले भन्ने ठाउँमा चाहिँ जिल्ला लेख्ने। अनि त्यस पछाडि तपाईँको ग्राम भनेको चाहिँ कुन, अब त्यो गाउँको नाम हुन्छ नि त, जस्तो कि बानेश्वर भयो होइन, अरू के हुन्छ जसको जे गाउँको नाम हुन्छ त्यो लेखिदिनु हो। अब जन्मस्थानको अक्षांश र देशान्तर भनेको चाहिँ यही सफ्टवेयरमा पनि देखाइदिया हुन्छ, नभए ठाउँअनुसारको यो चाहिँ फरक हुन्छ। तपाईँले हातले लेखेर गर्दै हुनुहुन्छ भने त्यो अनुसार लेख्न सक्नुभयो। 85 पूर्व 19 यो अक्षांश भयो। अनि यहाँ जुन तपाईँको यसको अक्षांश भयो 27 उत्तर 42 होइन, 27 उत्तर 42। अनि यसको देशान्तर भयो कुन भयो भन्दाखेरि देशान्तर 85 पूर्व 19, 85 पूर्व 19 यो चाहिँ अक्षांश देशान्तर भयो है। सफ्टवेयरबाट लेख्दै हुनुहुन्छ भने त्यहीबाट हेरेर लेख्दा अब आफ्नो हिसाबले लेख्दै हुनुहुन्छ भने ठाउँअनुसारको अक्षांश देशान्तर फरक हुन्छ, पात्र मानि दिया हुन्छ, अन्त पनि दिया हुन्छ, त्यो अनुसार तपाईँले लेख्न सक्नुभयो। अब यहाँ मानक समय भनेको चाहिँ, मानक समय भनेको चाहिँ हाम्रो नेपालको मानक समय 5 घण्टा 45 मिनट हो। मानक समय चाहिँ के अनुसार निर्धारण हुन्छ भन्दाखेरि युकेबाट चाहिँ कति घण्टा अगाडि र कति घण्टा पछाडि भन्ने हिसाबले चाहिँ मानक समय निर्धारण हुन्छ। तपाईँलाई थाहा छ भने थाहा छँदैछ, थाहा छैन भने यसो कतैबाट हेरेर लेख्न सक्नुभयो। देशअनुसारको फरक हुन्छ यो चाहिँ। नेपालमा चाहिँ एउटै हुन्छ, इन्डियामा पनि मानक समय एउटै हुन्छ, तर विदेशतिर चाहिँ सिटी अनुसारको पनि मानक समय फरक हुन्छ। रसियामा भयो, क्यानाडामा भयो, अमेरिकामा भयो, अस्ट्रेलियामा भयो, त्यहाँ चाहिँ ठाउँअनुसारको मानक समय फरक हुन्छ। फेरि त्यो चाहिँ विचार गरेर लेख्न पर्यो। सफ्टवेयरमा लेख्नुहुन्छ भने त त्यहीँबाट देखाइदिइहाल्छ होइन। अनि त्यस पछाडि स्थानीय मानक समय यति लेख्नुभयो। स्थानीय जन्म समय भनेको हुन्छ यहाँ मानक समय भयो होइन। त्यस पछाडि मानक स्थानीय जन्म समय चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको त्यहाँको यो ठाउँको लागि ठ्याक्क अब सफ्टवेयरमा तपाईँले कति हान्नुभयो त्यसको क्यालकुलेसन गरेर चाहिँ त्यहाँ चाहिँ त्यो ठाउँको कति बज्या थियो त मानक समयबाट अलि उता जाँदाखेरि यता आउँदाखेरि भन्ने कुरामा चाहिँ तपाईँको त्यही देखाइदिया हुन्छ। त्यो यसरी सार दिँदा भइहाल्यो होइन। त्यो पनि आफूले क्यालकुलेसन गर्नुहुन्छ भने आफ्नो हिसाबले पात्र हेरेर क्यालकुलेसन गर्न सकिहाल्नुहुन्छ। अनि स्थानीय जन्म समय भयो। यहाँनिर अलिकति बिग्रियो हेर्नु है त, यसरी बिग्रिन्छ। के बिग्रिन्छ भन्दाखेरि जन्मस्थानमा चाहिँ हामीले यहाँ ठाउँ लेख्न पर्यो। बानेश्वर लेखेर पनि अब जन्मेको ठाउँ चाहिँ हस्पिटल हो अथवा कहाँ हो त्यो यहाँ लेखेर, यहाँ अक्षांश लेखेर, यहाँ देशान्तर लेखेर, यहाँ मानक समय चाहिँ प्लस 5:45 चाहिँ यहाँ लेखेर तपाईँले यो स्थानीय जन्म समय चाहिँ यहाँ लेख्नुपर्छ है। यसरी कहिलेकाहीँ बिग्रिन्छ, यो कुरा पनि विचार गर्नु पर्यो। निवासता भनेको चाहिँ त्यो मान्छेको गोत्र के हो यहाँ लेख्नु पर्यो, त्यो मान्छेको नाम के हो यहाँ लेख्नु पर्यो, बाउको नाम, त्यो जन्मेको मान्छेको बाउको नाम, अनि त्यस पछाडि यहाँनिर आमाको नाम। अनि यहाँ अब यहाँ के लेख्नु पर्यो भन्दाखेरि जेठो माइलो कुन छोरा हो। अब पहिला 2टा छोरा छन् अनि अहिले लास्टमा छोरी जन्मेछ भने के लेख्नु पर्यो भने 2 पुत्र 1 पुत्री 3 गर्भ भनेर यसरी लेख्नु पर्यो तपाईँले। तेस्रो गर्भ हो तर दोस्रो 2टा छोरा भएर तेस्रो छोरी हो। अब कसरी मन लाग्छ त्यो तपाईँले आफ्नो विचारले लेख्न सक्नुभयो यसमा। अनि यहाँ पुत्र पुत्री के हो यसरी लेखेर रत्नमजी जनत भइहाल्यो। अब अस्यो होरा शास्त्र प्रमाणेन भनेको छ, यो चाहिँ तपाईँको नाम निकाल्नु भएको छ भने त्यही अनुसार लेख्नु। सफ्टवेयरबाट हेर्नुहुन्छ भने सफ्टवेयरमै हुन्छ। यहाँ त्यो मान्छेको अब कुन नाम हुन्छ, कुन नक्षत्र हुन्छ, कुन राशि हुन्छ भनेर लेख्ने हो। यहाँ चाहिँ अब कुन नक्षत्र पर्यो त्यसको भन्दाखेरि पूर्व भाद्रपदा नक्षत्र पर्यो। पूर्व भाद्रपदाको कुन चरण पर्यो भन्दाखेरि प्रथम चरण पर्यो।
प्रथम चरणको कुन नाम पर्यो भन्दाखेरि सेबाट नाम पर्यो। पूर्वभाद्रको प्रथम चरण सेबाट नाम पर्यो। त्यस पछाडि यसको अब कुन योनि पर्यो भन्दाखेरि सिंह योनि पर्यो है। अनि नाडी कुन पर्यो आद्य नाडी। अब यो चाहिँ नाम भइसके पछाडि त्यसको नाडीहरू पात्रमै पनि लेख्दै हुन्छ। सफ्टवेयरबाट हेर्दै हुनुहुन्छ भने त यीबाट सार्दा सजिलो भइहाल्यो तपाईँलाई। अनि त्यस पछाडि अब अर्को यहाँ गण भन्ने आयो। अब कुन गण पर्यो भन्दाखेरि नर, मनुष्य भनेको नर भयो, अनि राक्षस अथवा देव के गण पर्यो त्यो लेख्ने। त्यस पछाडि तपाईँको वर्ग भनेर आयो। कुन वर्ग पर्यो भन्दाखेरि नकुल वर्ग भयो होइन। अनि अर्को आयो तपाईँको यहाँ वर्ण भनेर आयो। कुन वर्ण पर्यो भन्दाखेरि ब्राह्मण, क्षेत्री, शूद्र, वैश्य मध्ये कुन वर्ण पर्यो भन्दाखेरि यसको शूद्र जुन परेको छ त्यही लेख्नु पर्यो पात्र हेरेर अथवा सफ्टवेयरमा हेरेर है। अनि आसन भनेर कुन आसन पर्यो भन्दाखेरि भद्रपीठ। अनि त्यस पछाडि श्री भनेर चाहिँ के लेख्ने भन्दाखेरि अब यहाँ यसको सेबाट नाम आएको छ। यो मान्छे छोरी छ, अब के नाम राखिदिनु त, अथवा न्वारानमा केही राखेछन् भने सोधेर सेविका राखिदिनु भयो। यो चाहिँ छोरी मान्छेको मैले तपाईँलाई इक्जाम्पल दिएको है। अनि त्यस पछाडि अब अस्य, अब यसको लागि कुन राशि चाहिँ घात हो भन्दाखेरि पात्रमयहरूमा पनि हुन्छ, पढ्नु भएको छ भने तपाईँलाई याद पनि भइहाल्छ, नभए सफ्टवेयरमा पनि देखाउँछ। अब यसको लागि कुम्भ राशि घात भयो। कुन तिथि घात भयो भन्दाखेरि 3 तिथि, 8 तिथि र 13 तिथि चाहिँ घात तिथि भए। त्यस पछाडि अरू के भयो भन्दाखेरि कुन बार घात भयो भन्दाखेरि बिहीबार। बिही मात्र लेख्ने भयो, बिहीबार लेख्ने भयो, बासर भयो होइन। त्यस पछाडि कुन नक्षत्र भन्दाखेरि तपाईँको आद्रा नक्षत्र। आद्रा नक्षत्र। अनि त्यस पछाडि तपाईँको कुन लग्न घात भयो भन्दाखेरि तपाईँको हाम्रो सफ्टवेयरमा चाहिँ तपाईँको त्यहाँ योगहरू अनि करणहरू पनि प्रहरहरू पनि घातहरू भनेर लेख्दै हुन्छ। अब त्यो तपाईँलाई सबै लेख्न मन लाग्छ भने यता साइडमा लेख्दा नि भयो, नभए चाहिने कुरा चाहिँ अब यो लग्न लेखिदिनु तपाईँले। यहाँ लग्न चाहिँ अब यसको मिथुन लग्न घात भयो होइन। अनि त्यस पछाडि अब यसको कुन राशि घात भयो भन्दाखेरि धनु राशि घात भयो। यति भइसके पछाडि यो फर्मेट तपाईँले भर्न सक्नुभयो होला। यति सरर भर्नुभयो भने अलि राम्रो अक्षर पारेर भर्नु होला। यो चाहिँ मैले यहाँ तपाईँलाई सिकाउनुको लागि मात्र हो। राम्रो अक्षर पारेर भर्यो भने राम्रो देखिन्छ है। अब अर्को यहाँ तपाईँको आयो लग्न भनेर आयो होइन। लग्न अनि त्यस पछाडि यहाँ एउटा लग्न छ, एउटा अंश छ, एउटा कला छ, एउटा विकला छ, एउटा नक्षत्र छ, एउटा नक्षत्रेश छ, एउटा बकरी छ, मार्गी छ, उदय छ, अस्त छ होइन। यो चाहिँ ग्रहको अवस्था भर्ने हो फेरि है। अब यसमा चाहिँ के कन्फ्युजन हुन भएन भन्दाखेरि कहिलेकाहीँ मान्छेलाई के हुन्छ भन्दाखेरि अब यहाँ अरू फर्मेटमा भर्दै हुनुहुन्छ भने यहाँ सूर्यकोबाट सुरु भएको हुनसक्छ, कुनैमा लग्नबाट सुरु भएको हुन्छ, कुनैको यो फर्मेट चाहिँ यतापट्टि छेउमा लेखिदिएको हुनसक्छ। त्यो कुरा चाहिँ तपाईँले पहिला कुन फर्मेटमा भर्दै हुनुहुन्छ चट्ट विचार गरेर अनि सफ्टवेयरमा कुन अनुसार चाहिँ देखाइरहेको छ त्यो कुरा विचार गरेर सरर भर्नु हो भने मिस्टेक हुँदैन, केरकार गर्न पर्दैन, चिना राम्रो देखिन्छ होइन। यसलाई सरर तपाईँले त्यहाँ जे लेखाएको छ त्यसलाई चट्ट मिलाएर चाहिँ भर्न पर्यो। अब यहाँ राशि लेखा हुन्छ, राशि भनेको कुन राशिमा चाहिँ लग्न छ भनेर लेखेको होइन। त्यो कुरालाई चाहिँ तपाईँले यसरी विचार गरेर सरर लेख्दै जानुभयो भने 7 राशि, 5 अंश, अनि त्यस पछाडि 19 कला, 21 विकला भनेर आयो होइन। अनि त्यस पछाडि कुन नक्षत्रमा छ त्यो लग्न भन्दाखेरि अनुराधा नक्षत्रमा छ। त्यस पछाडि यसको अनुराधा नक्षत्रको नक्षत्रेश अथवा नक्षत्र स्वामी कुन ग्रह हो भन्दाखेरि शनि ग्रह हो। यो ग्रह के छ, बकरी पनि छैन, मार्गी पनि बकरी छैन, अनि उदय पनि छैन, अस्त पनि छैन। अब शीघ्रोदय छ अथवा के छ त्यो चाहिँ आफ्नो हिसाबले लेख्न सक्नुहुन्छ। यस्तै गरेर तपाईँले सबै यो लग्नको भर्नुभयो। लग्नको भरिसके पछाडि 9वटा ग्रहको सरर भर्ने है। अब तपाईँले यसलाई यसरी भरिसके पछाडि अब आउँछ यहाँ यसरी यो कोठाहरू आउँछ। अब यो कोठाहरूमा चाहिँ तपाईँले अब यहाँ लग्न लेखेको ठाउँमा चाहिँ लग्न कुण्डली भर्ने है। लग्न कुण्डली भर्दाखेरि चाहिँ अब तपाईँको कुन लग्न आछ भन्दाखेरि यहाँनिर हेर्ने। अब यहाँ माथि फेरि कन्फ्युज हुन्छ कोही कोहीलाई। यहाँ चाहिँ तुला लग्न आएको छ लग्न स्पष्ट गर्दा, अनि यहाँ चाहिँ वृश्चिक लग्न लेख्यो भनेर मान्छे झुकिन्छन् कि ग्रह स्पष्ट गर्दाखेरि जुन लग्न आउँछ
लग्न स्पष्ट ग्रह स्पष्ट गर्दाखेरि ग्रह जुन राशिमा बस्छ अनि लग्न जुन राशिमा बस्छ त्योभन्दा चाहिँ एक स्टेप माथि लेखिन्छ यो कुण्डलीमा लेख्दा चाहिँ है त। त्यस पछाडि तपाईँले यस्तो नगर्नु कि यताबाट 8 9 10 11 12 1 2 3 4 5 6 7 यसरी लेख्नु। 12 पछाडि 1बाट सुरु गर्ने है। अब यो मान्छेको लग्नमा कुन कुन ग्रह बसेका छन् भन्दाखेरि तपाईँले यहाँ लग्न स्पष्ट गर्दाखेरि पनि अघि माथि देखिहाल्नुभयो। त्यो देख्नुभयो भने सफ्टवेयरहरूमा तपाईँले आफूले हिसाब गर्दा पनि देखिहाल्छ। त्यहाँ जे छ त्यही तपाईँले त्यसरी सारिदिने। चन्द्रमा राहु शनि शुक्र कुन कुन ठाउँमा बसेका छन् होइन, त्यही ठाउँमा चाहिँ यसरी एक एक अक्षरले लेखिदिनु भयो भने तपाईँको चाहिँ यो कुन कोठामा ग्रह बसेको रहेछ भनेर थाहा भइहाल्छ। अनि शुक्र भयो, केतु भयो होइन। अनि त्यस पछाडि 1 2 3 4 5 6 7 8 9वटा ग्रह भयो। अब यहाँ अर्को आउँछ तपाईँको राशि कुण्डली भनेको चाहिँ अब कहाँबाट सुरु हुन्छ भन्दाखेरि चन्द्रमा जुन नम्बरमा बसेको छ त्यो नम्बरबाट चाहिँ राशि कुण्डलीको लग्न सुरु भयो। अब यहाँ चाहिँ 11बाट सुरु गर्नु पर्यो। 12 1 2 3 4 5 6 7 8 9 10 सफ्टवेयरमा पनि देखिहाल्नुहुन्छ। अनि देख्नु भएन भने आफ्नो हिसाबले लेख्दा पनि यो हिसाबले तपाईँले यो राशि कुण्डली बनाउन सजिलो छ, गाह्रो छैन। अब लग्नमा के बस्यो भन्दाखेरि चन्द्रमा बस्यो, राहु बस्यो होइन। यहाँ जे जुन नम्बरमा बसेका छन् त्यही नम्बरमा यही सारिदिनु। यो चाहिँ यसमा गाह्रो कुरा छैन तपाईँको। अनि त्यस पछाडि अब अरू भनेको तपाईँको सबै ग्रहको लेखिसक्ने। अनि त्यस पछाडि तपाईँले यसमा सबै ग्रह भर्ने। त्यस पछाडि यतातिर आउने नवांश कुण्डलीमा आउने। नवांशको चाहिँ अलिकति हिसाब नै गर्नुपर्छ। तपाईँले हिसाब गर्नुभएको छ भने त्यही अनुसार लेख्ने, नभए सफ्टवेयरको अनुसार तपाईँले यहाँ लेखिदिने। यसको नवांश चाहिँ 5। अनि यहाँ अनि नवांश तपाईँले कुन यहाँ माथि पनि लेखा हुन्छ, हामीले सिंह नवांश के भनेर लेखाएको थियो नि अघि हो, त्यही अनुसार चाहिँ तपाईँले यो नवांश कुण्डली पनि भर्न सक्नुभयो होइन। यसरी नवांश कुण्डली पनि भर्ने। कुण्डलीमा कुन कुन ग्रह कुन कुन नम्बरमा बस्छन् त्यही अनुसारको यहाँ तपाईँले सारिदिने। यो सबै कुन कुन ठाउँमा कुन कुन ग्रह बस्छन्, एक ठाउँमा धेरै बस्न सक्छन्, अब कुनैमा एउटै नबस्न सक्छन्, त्यही अनुसार तपाईँले सारिदियो होइन। अनि यतातिर भाव कुण्डली भनेर आयो। भाव कुण्डली पनि अलिकति कहिलेकाहीँ लग्न कुण्डली भाव कुण्डली एउटै हुन्छ, कहिलेकाहीँ चाहिँ सन्धिमा परेको बेला फरक हुन्छ है। त्यो पनि तपाईँले विचार गरेर लेख्नु होला। अब एउटै रहेछ भनेर मिस्टेक आएछ भनेर पनि नसोच्नु। अनि त्यस पछाडि तपाईँको फरक आयो भनेर किन फरक आयो भनेर पनि नसोच्नु। अब यहाँ जुन आउँछ त्यो अनुसार चाहिँ तपाईँले यो भाव कुण्डलीमा भर्दै पछाडि यसको काम भइहाल्यो। अब आउँछ यहाँ मेन दशा भर्ने ठाउँ। यहाँ चाहिँ दशा भर्दाखेरि अथ भुक्तोनित विंशोत्तरी महादशा चक्र भनेर लेखेको छ हाम्रो फर्मेटमा चाहिँ। अरू कसैकोमा चाहिँ विंशोत्तरी महादशा चक्र मात्र भनेर लेखा हुनसक्छ, त्रिभागी महादशा चक्र मात्र भनेर लेखा हुनसक्छ, योगिनी महादशा चक्र मात्र भनेर पनि लेखा हुनसक्छ। अब तपाईँले विंशोत्तरी कसैले भुक्त कटाएर हेर्नुहुन्छ, कसैले नकटाई हेर्नुहुन्छ, त्यो आफ्नो तरिका अब होइन। अब यहाँ छेउमा ग्रह भनेको छ, वर्ष भनेको छ, मास भनेको छ, वर्ष भनेको छ, फेरि मास भनेको छ हाम्रो फर्मेटमै। कसैकोमा यो कुरा फरक हुनसक्छ। जस्तो कि तपाईँको अब यहाँनिर के भने अरूमा के भने हुनसक्छ भन्दाखेरि तपाईँको अलिकति त्यो दशा लेख्ने फर्मेटहरू अरू फर्मेट अनुसार फरक हुनसक्छ। तपाईँहरू त्यसमा कन्फ्युजन हुन भएन। कोहीकोमा चाहिँ यो ग्रह वर्ष मास दिन लेखेको ठाउँमा चाहिँ विंशोत्तरी दशामा चाहिँ वर्ष मात्र दिएको नि हुनसक्छ होइन। अनि त्यस पछाडि दिनहरूको लेख्ने ठाउँ नदिएको हुनसक्छ। त्रिभागीमा वर्ष र महिना मात्र लेखेको हुनसक्छ होइन, दिन नभएको हुनसक्छ। त्यो चाहिँ हेरेर अलिकति विचार गरेर मेन भनेको विंशोत्तरीको वर्ष र महिना हेरिन्छ, दिन चाहिँ एउटै नै हुन्छ प्रायः होइन, महिना पनि एउटै नै हुन्छ। अब तपाईँले यहाँ सर लाएर कति वर्ष चाहिँ अब त्यहाँ देखाइरहेछ हिसाब गर्दा के आउँछ होइन, 16 वर्ष बृहस्पतिको दशा समय। अनि त्यस पछाडि शनिको 19। अनि सरी ल यहाँ मिस्टेक भइहाल्यो ल। यहाँ चाहिँ तपाईँले यो लेख्ने होइन है, यहाँ पहिला के लेख्नु पऱ्यो, ग्रह लेख्नु पऱ्यो। कुन ग्रहबाट सुरु भयो यो, यसको नक्षत्र के थियो, त्यसको दशा केबाट सुरु हुन्छ त्यही लेख्ने। यहाँ चाहिँ बृहस्पति। अनि त्यस पछाडि यहाँ शनि होइन, आचम भौरा वृष सुरु कुन भयो त्यस पछाडि त तपाईँलाई थाहा छँदैछ। अनि बुध होइन, अनि त्यस पछाडि केतु होइन,
त्यस पछाडि शुक्र होइन, यसरी राम्रो अक्षरले लेख्नु है। अनि त्यस पछाडि सूर्य होइन, त्यस पछाडि अर्को आयो चन्द्र होइन, त्यस पछाडि अर्को आयो मङ्गल होइन, त्यस पछाडि अर्को आयो राहु होइन, त्यस पछाडि ग्रह। ल त्यस पछाडि चाहिँ बल्ल ग्रहको वर्ष लेख्ने। विंशोत्तरीले भोग गरेर कति वर्ष बाँकी छ, भोग गरिसकेर कति वर्ष बाँकी छ, के छ कसो छ, सबै कुरा यहाँ लेखिदिएको हुन्छ। त्यस पछाडि तपाईँको आयो 16, 19 अनि बुधको कति वर्ष हुन्छ 17, अनि त्यस पछाडि तपाईँको केतुको कति वर्ष हुन्छ 7, अनि त्यस पछाडि शुक्रको कति वर्ष हुन्छ 20, अनि त्यस पछाडि सूर्यको कति वर्ष हुन्छ 6, त्यस पछाडि चन्द्रको कति वर्ष हुन्छ 10, त्यस पछाडि मङ्गलको कति वर्ष हुन्छ 7, त्यस पछाडि राहुको कति वर्ष हुन्छ 18 होइन। अब त्यस पछाडि यो बृहस्पतिको चाहिँ ठ्याक्क 16 वर्ष मात्र छ कि कुनै महिना पनि छ कि दिन पनि छ कि त्यो चाहिँ तपाईँले हेरेर अब यो फर्मेटमा लेख्दाखेरि चाहिँ अब 16 वर्ष 3 महिना छ भने चाहिँ अब 16-3 लेख्नु पर्यो होइन। अब दिन पनि छ भने चाहिँ तपाईँले यहाँ चाहिँ वर्ष भयो, अनि यहाँ चाहिँ तपाईँले मास लेख्ने। पहिला मानौँ यसको चाहिँ 11 महिना 3 दिनसम्म बृहस्पतिको दशा थियो, 16 वर्ष 11 महिना 3 दिनसम्म भने यसरी लेख्ने। यो सबैमा त्यही सेम हुन्छ। अनि त्यस पछाडि चाहिँ यहाँ टोटलमा जोडेर लेख्ने, तपाईँको जोडेर लेख्दा जति हुन्छ त्यति लेख्ने। 16 यो वर्ष सुरुको वर्ष यहाँ जति छ त्यति नै हुन्छ। अनि त्यस पछाडि यो दिन चाहिँ 11 महिना 3 दिन यसरी नै हुन्छ। अनि त्यस पछाडि अब 16मा चाहिँ यो 19 जोड्नु पर्यो। तपाईँले 16मा 19 जोड्दा कति हुन्छ त्यो यहाँ लेख्ने। यो कति हुन्छ 35। यस्तै गरी 35मा 17 यो 17 जोड्ने कति हुन्छ तपाईँको 52 हुन्छ होइन। यो 52मा यो 7 जोड्ने अब कति हुन्छ तपाईँको 59 हुन्छ होइन। अनि 59मा चाहिँ यो 20 जोड्ने कति हुन्छ तपाईँको 79 हुन्छ होइन। यो 79मा यो 6 जोड्ने कति हुन्छ तपाईँको 85 होइन, 85 होइन। यो 85मा यो 10 जोड्ने कति हुन्छ तपाईँको 95 होइन। 95मा यो 7 जोड्ने कति हुन्छ तपाईँको 102, 102मा 18 जोड्दा कति हुन्छ 120। यो चाहिँ तपाईँको विंशोत्तरी दशा भयो। यो चाहिँ महिना र दिन चाहिँ सबैमा एउटै हुन्छ यहाँसम्म। अब यहाँ योगिनीमा ग्रह सुरु गर्नु पर्यो। विंशोत्तरीमा जुन ग्रहको दशाबाट सुरु भएको छ योगिनीमा पनि त्यहीबाट सुरु हुन्छ। बृहस्पति अनि त्यस पछाडि शनि, त्यस पछाडि तपाईँको बुध, अनि त्यस पछाडि तपाईँको केतु, अनि त्यस पछाडि तपाईँको शुक्र होइन, त्यस पछाडि तपाईँको सूर्य, त्यस पछाडि चन्द्रमा, त्यस पछाडि तपाईँको मङ्गल अनि राहु, यसरी सुरु हुन्छ। अब यसमा चाहिँ वर्ष अलिकति के हुन्छ भन्दाखेरि यहाँ चाहिँ सबै ग्रह अनुसारको चाहिँ वर्ष र महिना चाहिँ फरक हुन्छ। त्रिभागी दशाको चाहिँ अब ठ्याक्कै एउटै वर्ष मात्र नि हुँदैन, महिना एउटै पनि हुँदैन होइन। तपाईँको यसको बृहस्पतिको 10 र 8 महिना भयो, यसको 12 र 8 महिना भयो, यसको 11 र 4 महिना भयो, अनि त्यस पछाडि केतुको 4 र 8 महिना भयो होइन। त्यस पछाडि तपाईँको शुक्रको कति भयो दशा समय 13 वर्ष 4 महिना भयो, सूर्यको 4 वर्ष भयो, अनि त्यस पछाडि तपाईँको चन्द्रमाको 6 वर्ष 8 महिना भयो, अनि मङ्गलको 4 वर्ष 8 महिना भयो, अनि राहुको 12 वर्ष 0 महिना भयो है। अब यहाँ चाहिँ के लेख्ने भन्दाखेरि यो 10 र यो 8लाई यत्तिकै सार्दिने तपाईँले। अब यसमा चाहिँ यो दुईटामा यो दुईटा जोड्नु पर्यो तपाईँले। 10 वर्ष 8 महिनामा 12 वर्ष 8 महिना जोड्दा कति हुन्छ 23 वर्ष 4 महिना भनेर यसरी। अनि यसमा यो जोड्ने, यसमा यसरी यो जोड्दै जोड्दै अन्तिमसम्म पुर्याउनु तपाईँको ठ्याक्क अन्तिममा 80 वर्ष भनेर आउँछ है 0 महिना। अनि अब योगिनीमा आयो, योगिनीको क्यालकुलेसन गर्ने, योगिनीको साधना गर्ने, त्यस पछाडि तपाईँको केबाट सुरु हुन्छ त्यसको लेख्ने। यहाँ केबाट सुरु भयो भ्रामरी, नभए सफ्टवेयरमा हेरेर लेख्ने। भ्रामरी अनि भद्रिका, अनि त्यस पछाडि तपाईँको उल्का, अनि त्यस पछाडि तपाईँको सिद्धा, अनि त्यस पछाडि तपाईँको सङ्कटा, त्यस पछाडि तपाईँको मङ्गला, त्यस पछाडि तपाईँको पिङ्गला, अनि त्यस पछाडि तपाईँको धान्य। ग्रह भनेको ठाउँमा चाहिँ योगिनीको नामहरू लेख्ने हो। त्यस पछाडि योगिनीको दशा क्यालकुलेसन सजिलो हुन्छ तपाईँको 4 5 6 7 8 1 2 3 4 5 6 7 8। तपाईँको मङ्गलाको 1 वर्ष हुन्छ भने सङ्कटाको 8 वर्ष हुन्छ। मङ्गला पिङ्गला यसरी बढ्दै जाने हो।
अब यहाँ केबाट सुरु भएको छ, भ्रामरीबाट सुरु भएको छ। 4 5 6 7 8 1 2 3। अब दोस्रोमा के लेख्ने, अब यो 4 को 4 भयो। अब 4 मा 5 जोड्दा 9 भयो, 9 मा 6 जोड्दा 15 भयो, 15 मा 7 जोड्दा 22 भयो। यसरी जोड्दै जोड्दै लेखेर जाने। यो 30 भयो, यो 31 भयो, यो 33 भयो, यो 36 भयो हैन। अब यो 36 मा चाहिँ फेरि यो 4 जोडेर यहाँ 40 49 सरी 49 होइन, यो यसमा चाहिँ फेरि तपाईँले यो जोड्नु पऱ्यो, यो तलको जोड्नु होइन नि। 45 45 मा 6 जोड्यो 51, 51 मा 7 जोड्यो 58, 58 मा 8 जोड्यो 66, 66 मा 1 जोड्यो 67, 67 मा 2 जोड्यो 69, 69 मा 3 जोड्यो 72। 72 वर्ष चाहिँ योगिनीको दशा समय भयो। अब त्यस पछाडि तपाईँले यहाँ नाम, आफ्नो ज्योतिषको नाम लेख्ने, ज्योतिषको नम्बर लेख्ने, ज्योतिषको ठेगाना लेखिसके पछाडि तपाईँको सर र तरिकाले चिना बन्छ। ल धन्यवाद। पछाडि चाहिँ तपाईँहरूले दुःख नगरिकन चाहिँ सजिलो तरिका अप्नाउन चाहनुहुन्छ भने यसरी प्रिन्टरमा यस्तो सेतो कागज राखेर होइन, यसरी सर र चिना यसरी तपाईँले प्रिन्ट गरेर पनि निकाल्न मिल्छ। अब यो चाहिँ कसरी गर्ने भनेर चाहिँ तपाईँले मलाई सम्पर्क गर्नुहोस्, म तपाईँलाई सिकाइदिन्छु डिटेलमा यो कसरी गर्न सकिन्छ भनेर चाहिँ है त।